दाजु तपाईँलाई भेट्न इजी छ कि छैन? इजी छ? के गाह्रो छ र? लौरी भर्सेस बालेन मलाई नै टिभीमा चट्ट लागेर हेर्न मन छ। किन नगर्नु भएको भन्दा पनि गर्ने प्लान थियो होइन। एकचोटि चाहिँ के भएको थियो भन्दाखेरि एउटा फिल्म प्रोडक्सन कम्पनीले बरु यो लौरी भर्सेस बालेन गरेर हलमा रिलिज गरौँ भन्ने जस्तो कुरा भएको थियो। तर फिल्म हलमा राख्दाखेरि ऱ्याप ब्याटलमा थोरै अश्लील कुरा हुने भएकोले कि त 18+ भनेर रिलिज गर्नु पर्थ्यो कि त अनि 18 भन्दा मुनिले राख्नलाई चाहिँ अलिकति श्लील शब्दहरू युज गर्नु पर्थ्यो। त्यो कसरी गर्न सकिन्छ हामीले विचार गर्दैछौँ। भिटेनलाई इङ्ग्लिस सिकाउनु पर्यो दाइ। किन सिकाउनु पर्यो? उसलाई आउँछ त इङ्ग्लिस, मजाले आउँछ। इङ्ग्लिस भन्दा नेपाली ऱ्यापलाई नै हामीले प्रमोट गर्नुपर्छ जस्तो लाग्छ। किनभने इङ्ग्लिस ऱ्याप हान्ने अलरेडी अमेरिकामा धेरैजना हुनुहुन्छ राम्रो है। अनि त्यही हो कुराहरू चाहिँ लगभग तपाईँहरूले सोध्नुभएको कुराहरू चाहिँ मैले गरेँ जस्तो लाग्छ होइन। यमदाईको पिक लाउनुपर्छ ठुलो सेटमा, त्यही सोचेको, ठ्याक्कै हामीले त्यही सोचेको छौँ है। हिजो उहाँको मम्मी ड्याडीसँग पनि कुरा भएको थियो, यस्तै कुरा भएको छ। बिलिभ मी, युनिक इज द मोस्ट अन्डररेटेड एन्ड ट्यालेन्टेड ऱ्यापर अफ नेपाल। हामीलाई पनि त्यस्तै लाग्छ। युनिक इज अमेजिङ।